फेरि पनि नयाँ भ्लगको साथ आइसकेको छु। देख्न सक्नुहुन्छ आजको युनिक के छ भन्दा हाम्रो साकुरा यस्तो मिठो फुलिरहेको छ होइन। टक्क मेरो पछाडि पनि देख्न सक्नुहुन्छ अनि अगाडि पनि यस्तो छ अनि यस्तो माथि यस्तो छ। अनि मलाई चाहिँ होइन गाइस फुलभन्दा नि फुलको बास्ना अब्बरै मनपर्छ। तर के हो यसको बास्नै आउँदैन रहेछ कि यो साकुराको चाहिँ। सो त्यही हो, जस्ट हेर्न पनि रमाइलो भइरहेको छ यस्तो साकुरा फुल्दा चाहिँ। अनि हाम्रो यतातिर चाहिँ के छ भने जापानिजहरू चाहिँ त्यो फुलहरू फुल्ने आई मिन साकुरा फुल्ने टाइममा चाहिँ के गर्दो रहेछ भने मजाले यो साकुराको फेदमुनि बसेर होइन अनि सेकुवाहरू खाने पोल्ने गर्ने र एकदम इन्जोय गरिदिने रहेछ क्या। जस जापानिजहरूको लाइफ चाहिँ एकदम बब्बाल लाग्यो मलाई चाहिँ होइन। यस्तो रमाइलो गर्छ होइन। उनीहरूले चाहिँ के गर्छ भने सानोदेखि चाहिँ अब कामसाम गरे हुन्छ अनि सेभिङ गरे हुन्छ नि त। त्यही भएर अनि हाम्रो उमेरमा त उनीहरू त अनि पुरा आफैमा डिपेन्डेन्ट हुने भइहाल्छ क्या। सो त्यही हो, त्यही भएर पनि तिनीहरूको लाइफ चाहिँ बब्बालै छ भन्छु है म चाहिँ। अहिले यस्तो इन्जोय गर्छ होइन, फुलसुल फुले हुन्छ अनि यस्तो मजाले इन्जोय गर्छ कि रमाइलो गर्छ। सो हाम्रो चाहिँ के छ भने अब सानैदेखि अब कामसाम गर्नु भन्ने पनि त्यस्तै हो होइन। सो त्यही हो, तपाईँहरूलाई अपडेट दिउँ भनेर भ्लग लिएर आएको। अनि चाहिँ मेरो पछाडि साकुरा पनि देख्न सक्नुहुन्छ, अगाडि यस्तो मिठो फुलिरहेको छ अनि तलतिर चाहिँ त्यस्तो खोला रहेछ। म चाहिँ यसरी हिँड्दैछु। सो त्यही हो, अब भ्लग चाहिँ राति आउनेछ होइन, युट्युबमा जानेछ। सो तपाईँहरूले पनि युट्युबमा गएर हेर्न सक्नुहुन्छ। अनि चाहिँ थोरै थोरै क्लिपहरू चाहिँ म मेरो टिकटकमा पनि राख्ने छु। सो गएर नि हेर्न सक्नुहुन्छ। अनि त्यही हो, आज हामी चाहिँ क्लासबाट सबै हाम्रो क्लासको सबै हामी यता नानी हेर्न आएको नि त। त्यही भएर एकदमै रमाइलो भयो। अब चाहिँ क्लास जानुपर्ने हुन्छ, सबै यहाँ भेला भइसकेको छ। सो त्यही हो, बाई बाई, थ्याङ्क्स फर वाचिङ।